आहा कस्तो राम्रो गाउँ रहेछ। अब म यो गाउँभित्र छिर्छु अनि हात फैलाएर मागेर खान्छु अनि बिस्तारै बिस्तारै यिनीहरूलाई नै ठग्छु। त्यसो गरेर कसो होला? Yeah. Our economic planning has to be more innovative. GDP is showing constant growth. But what about sustainability, environmental constraints? yeah. And appropriate technology holds the key to the future. I agree with her. Yeah. मैले त चुनाव हारेँ भनेर त सपना पनि चिताएको छैन मैले त। एकपल्ट फेरि त्यो भोट खसाले ट्याङ्कर टकटकाएर गर्नु पर्यो क्या हो? त्यसो गरे पनि कसो होला? धेरै नै फरक छ हरबार दाइ। गनेर केही फाइदै छैन। आज चाहिँ इक्जामको रिजल्ट अनि हाम्रो बालेनले तिमीले चाहिँ एकदम टप हानेछ है बबाल ल। ओइ तैँले केही गरेको छैन भने सरले पक्कै चिटिङ गरेन भन्छ। हामीलाई झगडा नगर न, उसले टप हाने हो क्या। ल जाऊ तिमी फेल भएको छौ है, जाऊ फेल। गुरुदेव मैले त टप हाने होला क्या, मैले त खतरा मेहनत गरेको थिएँ। तिम्रो त रोल नम्बर पनि छ, तिमीले मार्क्स पनि 6 नै लिएर आछौ क्या। जाऊ कति छ जहिले छ अहिले राम्ररी पढ, तिमी जहिले मोबाइल हेर्छौ। अझ सुन न कहाँ जान आँटेको? ल ओइ सुन न, कस्तो त्यो भोगटे चाहिँ कहाँ टाँस्यो? त्यो भोगटेलाई जहिले त्यहीँ बस्ने भयो। खोइ अनि उयोहरू चाहिँ अरू गगनेहरू ए बाख्रा चराउनु गयो त्यो त। मैले देख्दाखेरि 700 जति ल्याउला कि जस्तो लाग्छ। कति भन्नु? 7 जम्मा थोरै हो। 7 भने 1 2 3 4 5 औला सिद्धि 6 7 दुईटा थप्नुपर्छ। कम त भएन नि त। Check it. नीचे से check कर। तेरा है लास्ट और तेरा? सेकंड लास्ट। There is a mistake. It's not possible. It's injustice. First कौन आया? फ्रेंचो। हट। यस्ता कलौटीले देश बनाउने, यस्ता पोल्दा छट्टीको मुरा यस्तो पाराले देश बन्छ। मलाई ज्वरो आएको छ 103 डिग्री, तर पनि जनता जान्न चाहन्छन् कार्यक्रम सञ्चालन गर्ने जमर्को गरिरहेको छु। होइन लाइट बालेर के खोजिराख्नु भएको? ए ऋषि धमालाको भोट। लाज किन हुने? 2 सिट तलमाथि हुन सक्छ, 4 सिट तलमाथि हुन सक्छ। भने भन्दा 50 सिट तलमाथि भयो भने 50 सिट तलमाथि असम्भव कुरा हो। तपाईँ यो फुटेज चाहिँ एकदम सुरक्षित राख्नु, मजाले सुरक्षित। 15 दिनपछि बजाउनु होला। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? भागौँ कि क्या हो? 3 बजे भन्दा अगाडि नसुतेको धेरै दिन भइसक्यो, धेरै दिन। मेरो पनि त्यस्तै जो भयो छ हौ सन्धि। रातभरि रेल हिँडेर चाहिने चुक गरे। प्रधानमन्त्री केपी ओली भनेपछि गृहमन्त्री को भन्छ भनेर सोध्नु भयो होला। महेश बस्नेत। अब महेश दाइलाई पहिला गृहमन्त्री बनाउने, त्यसपछि महेश दाइलाई प्रधानमन्त्री बनाउने। भातैला बनाउँछन् प्रधानमन्त्री। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या। प्रधानमन्त्री नै चाहियो भने म दिन्छु अहिले भनेर 3 चोटि भनेको थिएँ मैले केपीलाई। प्रधानमन्त्री को बन्ला त आगामी निर्वाचन पछि? केपी ओलीले प्रधानमन्त्री बन्छ भनिरहेछ। अर्का सापमाङजी तपाईँ प्रधानमन्त्री बन्नु। मै हो प्रधानमन्त्री। आफै मै प्रधानमन्त्री हो भनेर भन्छ त। को हो त प्रधानमन्त्री? को भनिदिनु त? प्रधानमन्त्री त साला सोनी वाङले हुन्छ लेखेर। त्यस्ता सोनी वाङले हैन, बरु सूर्य थापा चाहिँ हुन सक्छ। सूर्य थापा चिन्नुहुन्न? एमालेको जेन्जी नेता। अरु साथीहरु मभन्दा पुरानै हुनुहुन्छ। मै जेन्जी हो। एउटा एमाले नेताले जेन्जी मै हो भन्ने, अर्कोले फेरि जेन्जी भनेकै आतंककारी हो। म 51 वर्षको भरभराउँदो युवा हो। जेन्जी मै। जेन्जी भनेको आतंककारी हो। ल मैले भोट हान्नु भयो? माटैमा हो। माटोमै हो? माटैमा। लेकिन 1 सेकेन्ड क्या बोला तूने? कांग्रेस भनेको हैन, यो त एमालेको हो नि त। कांग्रेस भनेको हैन। काङ्ग्रेस होइन, हामी एमाले हो। अनि कार्यक्रम त एमालेले योजना गरेको हो नि त। जसले गर्ने खाना पाए भइगयो।
रिसिके हाम्रो घन्टी बालेले जित्छ रविलाई पनि चाल्ने जित्छ त मोल्ने पर्छ के उयोमा हाल्यो भने तँलाई हाल्छु नि फेरि म घन्टीमा हाल्यो भने चाहिँ माया गर्छु उयोमा हाल्यो भने त बोलाइ नबोल त चुप लागेर बस त चुप लागेर बस आँखा निकाल्दिनु कारण साले चुनाव जितो भनी तपाईहरुले यो कुरा हेर्नुहोला यो धरतीमा कहिले पनि तपाईहरुले मलाई देख्दैन यो धरतीमा देख्नु कि चन्द्रमामा देख्नु कि सूर्यमा देख्नु कि केमा देख्नु त्यो कुरा भएको थिएन ओला हेलो हेलो अनि खोइ हाले भयो खोइ कहाँ जान्छ एकै पारेर घिच्न खोज्या होला